बिस्तारै आउनु होला, दुर्घटना होला, दौडिनु पर्दैन, बिस्तारै आउनु होला, म बोलिरहन्छु। अब आजको यो परिवार नियोजन स्मार्ट बन्छ जीवनको कार्यक्रमका आयोजक USAID र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रलाई हार्दिक धन्यवाद दिँदै र यस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सम्पूर्ण स्पोन्सर ग्रुपलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईहरुलाई आज हँसाउँदै नचाउँदै अनि स्मार्ट बन्ने तरिकाहरू सिकाउँदै यो स्टेजबाट धेरै महत्त्वपूर्ण जानकारीहरू गराउँदै तपाईहरुलाई धेरै उपयोगी कुराहरू सिकाउनलाई पनि आएको छु है म आज। अब कार्यक्रमको सुरुवातमा म सम्पूर्ण आमा, दाजु, दिदी, भाइ, गर्लफ्रेन्ड, बोयफ्रेन्डहरूलाई चाहिँ म के जानकारी गराउन चाहन्छु भन्दा तपाईहरु परिवार नियोजन गर्नुहुनेले चाहिँ हात उठाइदिनु त एकचोटि। ए नानी होइन, तिम्रो त बिहे नै भएको छैन, कहाँबाट परिवार नियोजन गर्नेमा हात उठाएको? तिम्रो त अब बिहे पछि मात्रै तिमीले आफ्नो परिवार व्यवस्थित बनाउने बारेमा सोच्ने हो क्या नानी? अहिले गरिहाल्ने बेला भएको छैन, हात बिहे पछि उठाऊ है। जतिजनाले हात उठाउनु भयो सबैजनालाई यो पाडेको तर्फबाट धेरै धेरै धन्यवाद छ। अब हेर्नुहोस् है, म यति बुढो भइसकेँ, मेरो एउटा कलकलाउँदो उमेरकी छोरी छ। छोरीको बिहे गरिदिउँ भनेर लागेको, छोरीलाई हेर्न आउने केटाहरू यति आए कि अहिलेसम्म एउटा पनि केटोलाई छोरीले मनै पराइन। अब आज चाहिँ यहाँ मेरी छोरीलाई हेर्न भनेर एउटा अर्को केटो आउँदै हुनुहुन्छ। उहाँ चाहिँ कस्तो केटो हो भन्दा नेपाली राष्ट्रिय पोसाकमा हिँड्ने, टक्क टाई सुट कोट प्यान्ट दौरा सुरुवाल लाएर हिँड्नुहुन्छ। उहाँ एकदम मिठो बोल्ने, एकदम अनुशासित, कुनै पनि कुलतमा नफसेको व्यक्ति हुनुहुन्छ उहाँ। आज मेरो छोरीलाई हेर्न आउने मान्छे, चान्चुने मान्छे खोज्या छु, बोलाएको छु र मैले। अब मेरी छोरी हेर्न आउने मध्येमै यतिसम्म सकिएको र नालायक कुलङ्गार केटो त अहिलेसम्म मैले देखेकै छैन। ल हेर, उभिएको पनि कसरी लड्छ कि के हो? सुट म चाहिँ तपाईँकै छोरी हेरेर चल्दिहाल्ने हो कि? मसँग चाहिँ टाइमै छैन होइन। छोरी देखाउने बाद देखाइहाल, नभए म बाटो लाग्दिहालेँ। ठुक्क ट्यापे तँ जस्तालाई मेरी छोरी देखाउने? अलि सिधा उभिएर बस, बिचबाटै प्याटक्कै भाँचिएला जस्तो छ है। ड्याम्ना, मेरी छोरी तँलाई देखाउने? मलाई त एकै नजरमा मन परेन तँ भने मेरी छोरीले के मन पर्यो ओली तँलाई? खोइ सुट, मैले भनिसकेँ, मलाई टाइमै छैन कि। यहाँ सुन, मेरी छोरी माग्न आउने तँ मेरी छोरीलाई के गरेर पाल्छस्? तैँले पाकेट मारेर पाल्छस्? के छ तेरो इलम? इलाम त ठिक छ हो सोल्टी, इलाम चाहिँ पुरै ठिक छ होइन। बडा चिया बगानहरू छ, हल्का तना भनेको चाहिँ अहिले तराईमा हो कि। इलाम ठिक छ सोल्टी। ए जाम्ना, मलाई त्यो मैले त्यो ठाउँको नाम इलाम भनेको होइन। त्यो काम चाहिँ के गर्छस् भने काम? काम काम त म मार्ने हो। मार्ने? मान्छे मार्ने? तँ बाटो लागिहाल, ट्यापे बाटो लागिहाल। तँ कस्तो चाहिँ शुद्ध होला के हो? मैले मार्ने भनेको बात मार्ने भने हो कि? चोकमा बसो बात मारो, कामै केही छैन। शुद्ध, मलाई चाहिँ तिम्री छोरी छिटो देखाइहाल त, हतार छ कि? नालायक, तँ जस्ता डाम्ना ट्यापेलाई अब कहाँबाट छोरी देखाउन्?
मलाई त मन परेकै छैन। तैपनि उहाँ कति टाढादेखिबाट मेरो छोरी हेर्न भनेर धाएर आइरहेछ। यो एकताल मेरी छोरीको दर्शन चाहिँ गरेर जानु, म बोलाइदिन्छु। छिटो बोलाऊ। छोरी, ए छोरी, तिमी कुद्दै आऊ त यहाँ। ल सुटो, मलाई चाहिँ तपाईँकी छोरी पुरै मन पर्यो होइन। टेन्सन नलिनु, साइड चाहिँ जुराइहालौँ ल। ए डाम्ना, तँ डाम्नालाई साइड जुराउँछु भनेर हुन्छ? मेरी छोरीले पनि त तँलाई मन पराउनु पर्यो नि। तँ जस्तालाई मन पराउँछ मेरी छोरीले। यतिको ह्यान्डसम केटालाई मन नपराएपछि कसलाई मन पराउँछ त तपाईँकी छोरीले? ए छोरी, भनिदेऊ त यो नागालाई, भनिदेऊ यसलाई। मैले बिहे गर्ने केटा त सुन्दर सुखमय जीवनको लागि अनि परिवार नियोजन सम्बन्धी सम्पूर्ण ज्ञान भएको हुनुपर्छ। अनि तिमीलाई परिवार नियोजन बारे केही थाहा छ? परिवार नियोजन? यो परिवार नियोजन भनेको त बन्ध्याकरणहरू होइन? ठिक ठुक्क। तँ ट्यापेले यस्तै हावादारी कुरा गरिस् भने म तेरो चाहिँ यहीँ नसो काटेर बन्ध्याकरण गरिदिन्छु नि। फेरि परिवार नियोजन भनेको व्यवस्थित परिवारको लागि उपयुक्त जन्मान्तर कायम गराउनको लागि छोरा हुन् वा छोरी, कुन जन्माउने, कति समयमा जन्माउने र जन्मान्तर कति कायम राख्ने, पारिवारिक सुख शान्ति र समृद्धि कसरी प्राप्त गर्ने भन्ने कुराहरू हो। त्यसै गरी परिवार नियोजन सम्बन्धी अस्थायी र स्थायी साधनहरू हुन्छन्। तपाईँलाई यी साधनबारे केही थाहा छ? साधन? हवाई साधन, जल साधन, थल साधन, कुन साधन? त्यस्तो होइन के। उपयुक्त उमेरमा पहिलो बच्चा जन्माउने, पहिलो बच्चा जन्माएपछि दोस्रो बच्चा जन्माउनको लागि कम्तीमा पनि 3 वर्षको ग्याप राख्ने, त्यसरी परिवार नियोजनको साधन प्रयोग गर्ने। अनि तपाईँलाई कपर टी थाहा छ? मलाई त धर्म ब्ल्याक टी थाहा छ, मिल्क टी थाहा छ, ग्रिन टी थाहा छ। यो कुन टी आयो फेरि? यसमा चाहिँ दुध हालेर खाने कि फिक्का नै हान्दिने हो? ए ट्यापे, ए बौला, कपटी भनेको परिवार नियोजनको महिलाहरूले प्रयोग गर्ने अस्थायी साधन हो। यसले जन्मान्तर कायम गराउन मद्दत पुर्याउँछ। डाम्ना, अनि डाम्ना, तँलाई ल्याप्रोस्कोपी भने के हो थाहा छ? तरिका धर्म शुद्ध मैले नढाँटिकन भन्नु पर्दा नि, मलाई बन्दाकोपी थाहा छ, फुलकोपी थाहा छ, इन्डोस्कोपी थाहा छ। यो मलाई थाहै छैन। यस्ता परिवार नियोजन सम्बन्धी केही पनि थाहा नहुने मान्छेसँग म कसरी जिन्दगी बिताउन सक्छ? यहाँबाट लखेटी हाल्नुहोस् त। एकछिन। मलाई चाहिँ यो परिवार नियोजन सम्बन्धी चाहिँ धर्म केही थाहा थिएन के। अब मलाई लास्ट एक चान्स दिउँ सुट्टो होइन? म चाहिँ परिवार नियोजन सम्बन्धी सम्पूर्ण जानकारी हासिल गरेर आएर फेरि तपाईँकी छोरी माग्छु, हुन्छ? परिवार नियोजन सम्बन्धी सम्पूर्ण कुराहरू जानकारी गरेर मात्रै मेरो दैलोमा मेरी छोरी माग्न आउने आँट गरिए जाम्ना त यहाँबाट भागिहाल, नत्र कुटै खाएर ठाउँको ठाउँ पक्लकै होलास् त। गए म पुरै जानकारी लिएर आउँछु है त। अझ बोली पो राखेको छ। परिवार नियोजन सम्बन्धी केही पनि थाहा नहुने मान्छे जतिसुकै मलाई हेर्न आओस् न, बुवा म त मरे पनि बिहे गर्दिनँ। स्याबास मेरी छोरी हुनु त यस्तो पो। तपाईहरू पनि आजैको दिनबाट परिवार नियोजन सम्बन्धी खुलेर कुराकानी गर्ने बानीको विकास बसाल्नुहोस्, अनि मात्रै बन्छ परिवार नियोजन, स्मार्ट बन्छ जीवन। ताली बजाइदिए खोइ त। अब हेर्नुहोस् है, जति सुकै बुङ्गाहरू माग्न आए पनि मेरी छोरीले मन नपराउने कारण त तपाईँहरूलाई थाहा भयो होला नि। तपाईँहरू पनि बुवा आमा दाजुभाइ दिदीबहिनीहरू परिवार नियोजन सम्बन्धी जानकारी नभएको मान्छे आयो भने यही व्यवहार गरिदिनु होला है त। यति भन्दै अब आजको यस कार्यक्रमलाई साङ्गीतिक माहौलमा लैजानको लागि बेस्ट लाइफ सेट स्मार्ट फोन मात्र स्मार्ट, ग्याजेट मात्र स्मार्ट, ल्यापटप मात्र स्मार्ट भएर हुँदैन। हामी पनि स्मार्ट हुनु पर्यो, हो कि होइन? हाम्रो लाइफ पनि स्मार्ट हुनु पर्यो। अनि म विशेष गरी अनम्यारिड युवाहरूलाई पनि, यतातिर अनम्यारिड दिदीबहिनीहरूलाई पनि भन्न चाहन्छु, अलिक सुनिराख्नु है त।
है यो साधनहरूको बारेमा अलिकति बुझिराख्नु धेरै नै सजिलो हुन्छ। अहिलेलाई भने विशेष युथहरूको लागि भनेर एउटा बेहुली भन्ने गीत सुनाउन चाहन्छु, यदि तपाईँले सुन्नुभएको छ भने। सुन्नुभएको छ? छैन? सुन्नुहोस् है त। यता सुन्नुभएको छ बहिनी? बेहुली यतातिर भाइ बहिनीहरूले सुन्नुभएको छ? अलराइट, थ्याङ्क यू। ट्र्याक बजाइदिनु होला। थ्याङ्क यू। अलिकति ड्राई सुन्ने मलाई। मेरे आँखी मेरी माया आज अर्कै कि बेहुली तिम्रै सामु आज म त अर्कैको बेहुली। अर्कैको कस्तो अप्ठ्यारो। न त हाँसेर नै सोध्यौ के माया गर्छौ मलाई, न त बुझ्न नै खोज्यौ आँखाको यो भाका तिम्रै सामु आज म त अर्कैको बेहुली। मेरै आँखी मेरी माया आज अर्कै कि बेहुली। सधैँभरि परिथेमा तिम्रै सपना देख्थेमा मन पराई एउटालाई आज अर्कैलाई रोज्नु पर्यो तिम्रै सामु आज म त अर्कैको बेहुली। मेरै आँखी मेरी माया आज अर्कै कि बेहुली। तिमीलाई पाउने मेरो सपना सपना नै रहने भयो, सँगै जीवन बिताउने आशा यो अधुरै रह्यो, अधुरै रह्यो। ला 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 ला। आज अर्कैको बेहुली। थ्याङ्क यू भेरी मच। घरमा त आज शुभ कार्य छ यहाँ। उहाँ छोरीको र केटोको कुरो मिलेछ। यहाँ त स्मार्ट पिए पो हुँदैछ त आज। तर दुला पछिबाट जोइ साहेबले जन्ती ल्याउन पो ढिला गर्नुभयो त, खोइ त आइपुग्नु नै भएन यतिखेरसम्म। पुरै झिल्के नै भएर आएको छु नि ससुराबा। अनि बाबु जन्ती खोइ त एक्लै पो आउनुभयो त? जन्ती यत्रा देख्नु भएन, खान पाइन्छ भनेर आएका।
यता पछाडि शिव परियार, इन्दिरा जोशी, रेशमा सुनवारहरू पनि जन्ती आएछन्। खान पाइन्छ है भनेर होला सबलाई कपल्टी बाँडिदिने हो। अनि ज्वाइँ साहब अँ, तपाईँले यो परिवार नियोजनको बारेमा बिर्सिनु त भएको छैन नि? ध्यात्, जन्मान्तर कति राख्ने अरे? पहिलो बच्चा जन्मेको 3 वर्षपछि मात्रै अर्को बच्चा जन्माउने। बिहे हुन लागिसक्यो, कन्फ्युज हुन्छ मलाई। डाउटै छैन ल, तपाईँमा त डाउटै छैन। छोरी अन्माएर पठाइदिइहाले हुन्छ मैले। छोरी, अब तिम्रो र भित्तिकको शुभ लग्न सुरु भयो। अब स्मार्ट बिहे सुरु गरिदिउँ होला होइन? ससुराबा, अनि पण्डित र मन्त्र चाहिँ खोइ त? अब म छैन यहाँ। म हुँदा हुँदै पण्डित किन चाहियो? म पढिहाल्छु नि मन्त्र। ल अब छोरी र ज्वाइँले यो माला एक आपसमा लाएर बिहे गर्ने। म मन्त्र पढ्छु है, एकैछिन है, एकैछिन। माला हेर्दा त कुकुर तिहार मनाए जस्तो पो लाग्यो त मलाई। ए ज्वाइँ साहब, तपाईँ यत्रो ससुराबाको बेइज्जत नगर्नु न यहाँ। तपाईँको स्मार्ट बिहे हुँदैछ, स्मार्ट बिहे। ल ससुराबा, मन्त्र पढ्नुहोस् यहाँ। ल एक आपसमा माला लाउने। ल व्यवस्थित परिवार कसरी बनाउने, जन्मान्तर कति कायम राख्ने, छोरा हुन् वा छोरी कुन सन्तान कति समयमा कति जन्मा हुने, पारिवारिक सुख शान्ति र समृद्धि कसरी कायम गर्ने, यसै गरी पञ्च परिवार नियोजन स्मार्ट पञ्च जीवन स्वाहा मन्त्र सकियो। मन्त्र पनि कडै परेछ त ससुराबा। अब मैले यिनलाई लिएर लागे हुन्छ होइन? बस्नुहोस् बस्नुहोस्, त्यत्तिकै लान पाइन्छ मेरी छोरीलाई? दाइजो लानु परेन? अहिलेको जमानामा पनि के को दाइजो ससुराबा? त्यसो यति सुन्दर र शिक्षित श्रीमती पाइरहेको छु, भइहाल्यो नि मलाई। त्यसो भनेर हुँदैन ज्वाइँ साहेब। म बुढोको एउटा सम्झना स्वरूप त केही न केही दाइजो त लानै पर्छ हजुरले। दाइजो चाहिँ के हो ससुराबा? एकैछिन पख्नुहोस् है। एउटा औँठी सिक्री नै हो कि के हो? ल ज्वाइँ साहेब, परिवार नियोजन स्मार्ट बन्छ जीवन, गतिलाई दाइजो पो दिनुभयो त ससुराबा। अनि यो भन्दा गतिलो दाइजो तपाईँहरू दुई दम्पतिले अरू के हुन सक्छ? यसले त तपाईँहरूको जिन्दगी व्यवस्थित र सभ्य बनाउँछ नि, होइन त ज्वाइँ साहब? लिएर जानु। अब भने चाहिँ हल्का ससुराबा पनि स्मार्ट ससुराबा बनेको अवस्था सकियो नि। ज्वाइँ साहब, एउटा कुरो सोधौँ लागेर आयो भने मलाई त। भन्नु त। छोरी अन्माइदिइहाले। यता जाऊ त, उठो कुनातिर जाऊ त छोरी, हाम्रो गोप्य कुरो ज्वाइँ ससुराको। बुढाले केही भन्न लागे जस्तो छ। छोरी जन्माइदिइहाले। नाति नातिना कहिले त? तपाईँ कहिले भन्नुहुन्छ? अहिले अहिले भन्नु न, अहिले यी पुत्लुकै निकालिदिन्छु। ए ज्वाइँ, लात्ताले हान्न मिल्ने भए ज्वाइँलाई म पक्लुकै पारेर मारिदिन्थेँ। म यत्रो परिवार नियोजन सम्बन्धी जानेर बुझेर छोरी जिजु अहिले बच्चा जन्माइदिन्छु भन्छ। जिस्केको के ससुराबा? म त उनीसँग सल्लाह नगरिकन कहाँ बच्चा जन्माउँछु? अनि एकछिन है, अब हामी यसो जाने बेला पनि भयो होइन? यत्रा मान्छेको अगाडि यसो रोए जस्तो गर्नु पर्दैन? स्मार्ट बुढा पाएपछि किन रुनु? दुःख पाउने भए पो रुनु। यो हो नि त स्मार्ट बुढी भनेको। ससुराबा हजुर, अब म लिएर लागेँ है त यहाँबाट। हुन्छ ज्वाइँ साहब, राम्रोसँग जानु होला। मारे पाप पाले पुण्य परिवार नियोजन सम्बन्धी ख्याल गर्नु भएन भने चाहिँ तपाईँलाई म घरमै आएर ठटाउँछु होला हो ज्वाइँ। ससुराबा, आज बेलुका हामी स्वागत बनाउने बेलामा स्वागत नमनाइकन यो किताब मात्रै पढेर बस्छौँ भयो? हुन्छ हुन्छ ज्वाइँ साहब। ल है त, यो हुन्छ लाइन। अब छोरी पनि स्मार्ट, ज्वाइँ पनि स्मार्ट, यिनीहरूबाट जन्मिने बच्चा पनि स्मार्ट, यिनीहरूको परिवारै स्मार्ट।
अनि म त स्मार्ट ससुरो त भइहालेँ नि होइन त म त हजुरबा भएँ नि मेरो छोरीले त यत्रो बढे माको घोरले नातिनी पो फ्लुट्दै जन्माइदिन्छ अब आज यहाँ छोरीको न्वारन छ छोरी मलाई भेट्न भनेर आउँदैछन् न्वारन गर्नको लागि ताली बजाइदिनु त ल ससुराबा इनलाई त अनि फुक्कै निकाल्नु भएको के भने नि इनलाई चाहिँ पुरा पथालो चेपेछ कि पाउनै सकिरहेको रहेनछन् कि मैले यसो हेरेको होइन हल्का टाउको मात्रै निकालिरहेको छ कि अनि के गर्नुभयो जोई साहब मेरो पालो च्याप्पा समातेर फुट्टा नोकाइदिएको मलाई त सकियो नि तपाईँले म ठाउँको ठाउँ मारिदिउँ कि के हो जोई साहब उहाँ छोरी सुत्केरी हुन नसकेर टाउको निकालिराखेको छ बच्चाले आफैले पटानी भन्छ है जान्नु होइन कमसेकम प्रसुति गृहमा स्वास्थ्य संस्थामा लगेर मात्रै बच्चा जन्माउनु पर्दैन मेरो छोरीको ज्यान तलमाथि गयो भने को जिम्मेवारी हुन्छ यहाँ अब अर्को चोटि चाहिँ म प्रसुति गृहमै लिएर जान्छु ससुराबा फेरि अर्को चोटि भनेर वर्षै पछि होइन नि जोई साहब 3 वर्षको फरकमा चाहिँ गर्नुहोस् फेरि मैले चाहेँ भने त अहिले यहीँनिर भर्खरै हो फेरि त्यत्रो पढायो कुनायो 5-16 दुना वा 8 भनेको च्यापे यही हो जोई भनेर के गर्नु हो ससुराबा मेरो चाहिँ यो छोरी 3 वर्षको नहुन्जेलसम्म अर्को बच्चा म पाउँदिनँ भयो स्याबास मैले त परिवार नियोजनको अस्थायी साधन पनि प्रयोग गरिसके बा हो र कति राम्रो सोच ल स्मार्ट छोरी स्मार्ट जोई तपाईँहरूलाई धेरै धेरै बधाई परिवार नियोजनको साधन प्रयोग गर्यो आफू एउटा व्यवस्थित भएर मात्रै बच्चा जन्मायो अर्को बच्चाको लागि पनि एउटा सही मार्ग निर्देश तयार गर्यो तिमीहरूलाई धेरै धेरै धन्यवाद छ तपाईँहरू पनि आजैदेखि र अबका दिनमा आफ्नो सन्तान पाउनु छ भने व्यवस्थित परिवारको प्लानिङ गर्नुहोस् बच्चालाई जन्मान्तर कायम गराउनुहोस् आफू एउटा व्यवस्थित नभइकन बच्चा पाउने बिहे गर्ने सोचलाई पर सार्नुहोस् अनि मात्रै बन्छ परिवार नियोजन स्मार्ट बन्छ जीवन ला बुढा छोरीले त सुसु गरिछे सुसु नै गरे नि खै मिठो गरे कि कस्तो ल म सफा गरेर आउँछु भयो छोड्दै मै गर्छु दुईजना मिलेर सफा गर्ने हो के ल्याउ न खै भयो छोड्देऊ मै गर्छु
र ठिक लगेर एउटा सफा गर्दै गर त जाऊ त यो होलीलाई समान जिम्मेवारी समान व्यवहार अनि मात्रै पञ्च स्मार्ट परिवार ताली ठोकाउन भई तपाईँहरू पनि सबैजना नै सोधी वर्षकै दुईटा जन्माउने होइन नि फेरि पालो गाह्रो हुन्छ फाँकै हुन्छ क्या फेरि भोलि भ्यालेन्टाइन डे हो होइन
Thank you very much. Very, very धन्यवाद मोटिभेसन मान्छे छुट्टिनु आउँछ. Thank you very much.